कराईमा तेल बसाएको छ। हेलो गाइज, आजको भिडियो चाहिँ साह्रै निकै नै स्पेसल चिज छ। आज के रहेछ भनेर गेस गरौँ त गाइज। कसैले गेस गर्यो? छैन होला नि, ल म भनिदिन्छु। आज चाहिँ हाम्रो आन्टीको घरमा चाहिँ बिरयानी खाने। वाह गाइज, आज चाहिँ साह्रै रमाइलो हुनेछ। भिडियो चाहिँ लास्टसम्म हेरिदिनुहोस्। लास्टसम्म हेरेर कमेन्टमा चाहिँ लेखिदिनुहोस्, मजाले जे आउँछ त्यही लेखिदिनुहोस्। आज चाहिँ च्यालेन्जिङ पनि हुनेछ होला सायद। कहाँ से आते हैं? मजाले हेरौँ है, फुल भिडियो हेरिदिउँ र फुल भिडियो हेरेर लाइक चाहिँ तर थिचिदिउँ। अहिले त्यो सब्सक्राइबर बटन जुन चाहिँ नयाँ हुनुहुन्छ नि, त्यो सब्सक्राइब बटनमा चाहिँ मजाले ठोकिदिनुहोस्, फुटोस् जेसुकै होस्। नयाँ मोबाइल किन्नुहोस् बरु, जेसुकै होस् फुटोस् बरु। आज म चाहिँ आन्टीकोमा आइसकेको छु। अब हामी बाँकीको स्टेपहरू चाहिँ बिरयानी चाहिँ कसरी बन्छ, के गरेर बन्छ त्यो देखाउने छु। हेर्दै गर्नु होला है गाइस। आज बिरयानी बनाउनु पनि सिकौँ है सबैजना है। के हुँदैछ यो? के म्यारिनेट गर्नु हो क? एक चम्चा भयो, 1-2 टीस्पून। तीन भयो पुग्छ। अब यसो मजाले त कागती मजाले निचेर अनि त्यसको दाना निकाल्नुपर्छ है। कराईमा तेल बसाएको छ। अनि होइन सिक्छन् नि त अरूले त फेरि। त्यो मजाले फ्राई हुनु पर्दैन, रातो हुनु पर्छ त्यो पुरै। ल त छोडेर मलाई तरकारी पकाइदिए गरेर खान्छ। हात मजाले धोएर खाना छोड्दैन।
lose it, don't let confuse it. Only then you be God. Feel like that. Feel like, feel like that. Feel like that. Lay your arms around me and stay with me. Feel like that. Lay your arms and stay with me, baby. Feel like that. Lay your arms around me and stay with me. Feel like that. Lay your arms and stay with me, baby. अब यो पानी खाने मेरो भात अनि त्यसपछि फेरि जसलाई जति पिरो खान मन लाग्छ ऊ खुर्सानीको अचार छैन खोर्सानीको अचार त माथि कस्तो भयो किरण दान भाइ त के हो त्यो भने दही छ हरौँ न साइडबाट हेरन दाइ अरे लगेर हो यी मासु बिरयानी पछि खाला कति पछि प्याज खाएर छु म त झन् कति पछि प्याज खाएर छु खोर्सानी छ हेरेर खा सो गाइस हामीले चाहिँ अब बिरयानी बनाएर पनि खाइसकेर पनि अब ओछ्यानमा पल्टिरहेको छौँ अब चाहिँ रातिको 11 बजिसक्यो हामी चाहिँ सुत्नुपर्छ अब र मैले बिरयानी बनाउने प्रोसेसहरू पनि देखाएको थिएँ कसरी बनायौँ भनेर कस्तो लाग्यो होला भिडियो हेर्नु होला कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है मन परेको छ भने भिडियो मन परेन भने त अब के नै भन्न सकिन्छ र सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू र आउनेछु फेरि अर्को भिडियो लिएर तुरुन्तै अर्को नयाँ भ्लग लिएर आउनेछु केही न केही चाहिँ अबको आउने भ्लगमा चाहिँ अब केही न केही सिकाउने कोसिस गर्नेछु है गाइस हस् त गाइस धन्यवाद गुड नाइट